नमस्कार। बेलुकी 5 बजे को हाम्रो यो टाउके खबरमा यहाँहरू हाम्रा बोक्लुल श्रोताहरूलाई म नवीनको नमस्कार तथा अभिवादन सलाम अलैकुम लाप्पा झोरले सबै गरिहाल्छु। खबरहरू यस प्रकार विस्तारमा रहेका छन्। हाम्रो देशको प्रधानमन्त्री मानिएका आदरणीय केपी शर्मा ओली ले हिजो बेलुकी खाएको ओ बासी भातको डल्लाले उहाँको स्वास्थ्य सम्बन्धी गडबड पारिहालेको थियो। उहाँको स्वास्थ्य गडबड पारिहालेको कारणले गर्दाखेरि उहाँ त्यो दिन त राम्रो गरेन सुत्नु भयो, तर भोलिपल्ट जब भयो उहाँ बिहान 7 बजे टोयलेट गएको, उहाँ राति 10 बजेसम्म पनि टोयलेट आउनु भयो, टोयलेटबाट बाहिर आउनु भएन। किन आउनु भएन भन्ने जानकारी सोच्दाखेरि उहाँलाई पहला लागेको हाम्रो स्वास्थ्य कर्मीले जनाउनु भएको छ। त्यस्तै क्रममा उहाँको टोयलेट भरिएको पनि रहेछ। जब उहाँको टोयलेट भरियो, उहाँको टोयलेट भरिएपछि उहाँको घरको टोयलेटबाट निस्किएको दिशा एकदम दुर्गन्धित, एकदम गन्ना, एकदम सेन्टदार भएको कारण बागमतीमा मिसिन पुग्दा बागमती नदीका भ्यागुत्ता, काला सर्प, काला नाग लगायतका सम्पूर्ण माछाहरू किनार भएर फताफत निस्किएर आन्दोलन गरेका छन् र हाम्रो केपी शर्मा ओली ज्यूलाई मुद्दा पनि जाहेर गरेका छन्। त्यस्तै हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा बस्नुभएका हाम्रो पशुपतिनाथको किनारमा सुत्नु हुने, घिच्नु हुने, मुतन हुने, उठ्न हुने, हग्न हुने वरिष्ठ नाङ्गे बाबाहरूले हगेका एकदम काला काला लिन्डाहरू जब बागमती नदीमा गएर मिसियो, उहाँ भएको काला चरङ्गाहरू एकदम लिन्डामा बेरिएर नचिनिने भएका छन्। जब हाम्रो प्रधानमन्त्री ज्यूले सभाहरूमा गएर जब एकदम मिठो मिठो भाषण गर्दै हुनुहुन्थ्यो, उहाँको मुखबाट एकदम नराम्रो भाषण आएको थियो। जब त्यस्तै गर्दाखेरि उहाँले ठुस्स पनि गन्ध फालिहरु भएको थियो। तर जब उहाँलाई धेरै नसहने भयो, अपच पनि भयो, त्यति बेला उहाँले एकदम बम विस्फोटन वा पात्दाखेरि सभाहल एकदम दुर्गन्धित भएको थियो र डाक्टर स्वास्थ्य कर्मीको रिसर्च अनुसार उहाँको पात दम तथा मिर्गी रोगीहरूको लागि एकदम राम्रो औषधि बनेको हाम्रो बीबीसीले जनाएको छ। त्यस्तै उहाँको खुइलिएको टाउकोबाट वर्षाद गर्नु भएका यत्रा लिखा, यत्रा ढाडी, यत्रा जुम्रा र सम्पूर्ण चायाहरू भुइँमा झर्दाखेरि हाम्रो कोदोबारी भुलाइदिनु भएछ उहाँले। किनकि जब उहाँको लिखा जुम्रा जमिन भरि झरी झट्ट भयो, त्यति बेला पुरा देशको मुहार फेरियो, एकदम कोदोबारी जस्तो लागिहालेको थियो उहाँलाई। और जनता जानुभयो, हामी पत्रकारहरू गयौं, त्यहाँ हेर्दा एकदम कोदोबारी जस्तो लिखा ढाडीहरू उहाँ चाहिँ माथि टकुल्टा ठहराएर बस्नु भएको थियो। त्यस्तै क्रममा घरमै पालेको बाख्रामाथि ओ घरमै पालेको भाले ओ जाई लाग्दा अर्थात् भालेले बाख्रालाई आक्रमण गर्दाखेरि के देखिएको छ भने उहाँ बाख्राज्यूले 7वटा गाई र 7वटा पोथी जन्माउनु भएको छ र उहाँ आमा बन्नु भएको छ। एकदम खुसी पनि बनाएको छ उहाँ भाले बाख्राहरूको घरमा। त्यस्तै क्रम गत 3-4 महिना अगाडि भएको लकडाउनले गर्दाखेरि देशको जनसङ्ख्या वात्तै बढेको छ। लगनको टाइममा भएको लकडाउनले गर्दाखेरि केटाकेटी अर्थात् विवाहित जोडीहरू घरमै कोचिएर बस्ने भएको कारणले लड्का लड्की दुरुस्तै पैदा गर्नु भएको कारण बीबीसीले जनाएको छ। यसो गर्दा एउटा होइन, दुईटा होइन, 6-7 भाइ पिना पनि जन्मिनु भएको छ, जुम्ल्या कुम्ल्याहरू पनि जन्मिनु भएको छ। त्यस्तै केपी शर्मा ओली र विद्यादेवी भण्डारी बीच भएको गहिरो प्रेमले देशमा ठुसठुसी गन्ध फालिहालेको छ। यति भन्दै म बोक्नुबाट अर्थात् हाम्रो यो टाउके खबरबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यो समाचार कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला।
र बेलुकी 5 बजे 6 बजेको समाचारमा हामी आउने छु भन्दै म बग्लु यस च्यानलबाट छुट्टिन चाहन्छु। हस्त धन्यवाद। सलाम अलैकुम। लापा झोरले।